हेलेन शाहसँग खाना खाने होइन, सरसँग खाने भनेर निरञ्जन सरकार र म आफ्नो चाहिँ त्यहाँ फुफाजु फुफू कसरी खाने भन्दाखेरि यो भात दाल अनि चाहिँ सानो चिकनको टुक्रा चाहिन्छ। दिपेन्द्र भनेर थाहा भएर मलाई तपाईँलाई प्रफिट छ कि लस छ भनेर सोध्यो भने कसरी प्रफिट छ भनेर भन्छ भन्दैन। त्यो बेला चाहिँ निरञ्जन सरकार छ, दिपेन्द्र छ, प्रेरणा छ है, यी 3-4 एउटै हेलिकप्टर भनेको मार्जा सरकारको RAD र RAG दुईवटा व्हाइट हेलिकप्टर चाहिन्छ। अन्त त PhD गर्दा गर्दै हत्याकाण्ड नगरे है। तपाईँको दिमाग त ठिक छ। दर्शकवृन्द नमस्कार, TNT टिभीमा यहाँलाई हार्दिक स्वागत छ। समसामयिक विषयका कुराकानीहरूमा हामी TNT बहसमा कुराकानी गर्छौँ। आज जेठ 19 गते, आजभन्दा 21 वर्ष अगाडि नेपालको एउटा इतिहासमा सिङ्गो राजपरिवार गुमाएको त्यो एउटा ऐतिहासिक दिन, एउटा कालो दिन। त्यो कालो दिनको सन्दर्भ पारेर आज तपाईँहरू माझमा एकजना अतिथि लिएर आएको छु। म मेरा अतिथिलाई यहाँहरूमाझ पहिले परिचित गराउँछु। पुष्पमान अमात्य हुनुहुन्छ। उहाँ वनस्पति विज्ञ हुनुहुन्छ। अहिले कान्तिपुर भ्याली कलेजको प्रिन्सिपल पनि हुनुहुन्छ। बोटानिकल क्षेत्रमा लामो समय काम गरे पनि यो दरबार हत्याकाण्डको विषयमा आजको हाम्रो विषयवस्तुमा किन उहाँ जोडिनुभयो भने लामो समय दरबारमा रहेर काम पनि गर्नुभएको छ। उहाँले 2038 सालदेखि 47 सालसम्मको एउटा लामो अवधि दरबार, विशेष गरी तत्कालीन राजा वीरेन्द्र, युवराज दिपेन्द्र, निराजन, श्रुति लगायतका सबै राजपरिवारका सदस्यहरूलाई को एउटा शिक्षकका रूपमा पनि उहाँले लामो समय काम पनि गर्नुभयो। नेपालदेखि लिएर बेलायतसम्ममा राजपरिवारका सदस्यहरूलाई पढाएर आउनुभएका यस्ता व्यक्ति हुनुहुन्छ। उहाँसँग आज हामी विशेष गरी राजदरबार हत्याकाण्ड र को पेरिफेरीमा रहेर उहाँका ती समकालीन विद्यार्थीहरू, दरबार, राजा तत्कालीन राजा वीरेन्द्र लगायतका उहाँका नेचर लगायतका विषयमा आज हामी उहाँसँग अलि गन्थन मन्थन गर्दैछौँ। सर्वप्रथम TNT बहसमा यहाँलाई स्वागत छ। धन्यवाद। तपाईँ वनस्पति विज्ञको रूपमा जागिर खाँदा खाँदै दरबार छिर्नुभयो, तर अन्तत भइदियो के भने तपाईँ आफ्नो पेसामा चाहिँ आफ्नो त्यो प्रसङ्गमा त गर्नुभयो। कयौँ प्रसङ्ग छन्, पछि फेरि पनि जोडौँला। तपाईँले चाहिँ बुढा नीलकण्ठ स्कुलमा गार्डन बनाएको प्रसङ्गहरू पनि मैले सुनेको छु, यसमा पनि म आउँछु। तर मेरो चासो कहाँनिर हो भने तपाईँ एउटा पेसाबाट छिरेर गएर दरबारका सदस्यहरूलाई पढाउने अथवा उनीहरूको शिक्षा दीक्षाको कुरामा कसरी जोडिनुभयो? कसरी जोड्यो भनेदेखि जागिर छोडिसकेपछि मैले पढाउँछ भनेर चाहिँ पहिल्यैदेखि थाहा भएर मैले नानप्रसाद सचिवको चाहिँ छोराछोरी पढाएँ, तारबार कौर साहबको चाहिँ छोराछोरी पढाएँ। यसरी पढाएपछि त दरबारबाट मैले पढाउँछ भनेर त थाहा भइहाल्यो। त्यो सङ्गतले त्यो सङ्गतले यसरी जागिरी। अनि मलाई सोचेको थियो तपाईँ विदेश जाने कि विदेशी बस्न जाने कि भनेपछि तपाईँको राजपरिवारसँगको त्यो पढाइको लिगेसी चाहिँ जब बेलायतमा निराजनलाई बेलायतमा पढ्न पठाइयो 1 वर्ष कोर्स गर्न, होइन त? 1 वर्ष कोर्स पढ्न पठाउँदाखेरि तपाईँलाई एडिसीका रूपमा निराजनको एडिसीका रूपमा तपाईँलाई पठाइयो र बल्ल त्यस पछाडि तपाईँले विदेशी भूमिबाट चाहिँ दरबारका सदस्यहरूसँगको औपचारिक अध्यापन प्रणाली अथवा औपचारिक अध्यापनको सिलसिला सुरु गरौँ। यही प्रसङ्गमा अलिकति कुरा गर्नु न। त्यो कस्तो थियो त्यतिखेर, त्यो बेलायत जाँदाको अलिकति प्रसङ्ग, निराजनलाई लिएर जाँदाको अलिकति सुनाइदिनु न, के छ त्यसको विषय? अब हामीले बेलायत सरकारले निराजन सरकारलाई, हाम्रो चाहिँ सरकारलाई चाहिँ एउटा चाहिँ कस्तो एउटा स्ट्याटसमा चाहिँ आएको छ भने जस्तै कि निरञ्जन सरकारको गाडी कतै जाँदाखेरि पछुवा गाडी चाहिँ यो जहाँ मन्त्रीहरू जाने जस्तो चाहिँ पछुवा गाडी जान्छन्। धेरै रेस्पेक्ट चाहिँ छ त्यो बेलामा निरञ्जन सरकारलाई। त्यसैले चाहिँ एउटा जस्तो यहाँ भ्याकेसनमा यहाँ आउने पछुवा गाडी आएर चाहिँ एयरपोर्टमा चाहिँ स्ट्रेट प्लेनसम्म एयर ग्राउन्डसम्म चाहिँ भित्र चाहिँ एउटा रेस्पेक्टफुल्ली प्रिन्स निराजन द प्रिन्स निराजन शाह द प्रिन्स अफ नेपाल भनेर एनाउन्स गर्छ। त्यहाँ भित्र बसेर चाहिँ एउटा सरकार सवारी नभएसम्म चाहिँ सबै चाहिँ पेसेन्जरहरू रेडी भइसकेका हुन्छ। कस्तो स्ट्याटसको थियो भनेपछि दिपेन्द्र चाहिँ थिएनन्, निराजन चाहिँ तपाईँले लिएर जानुभयो। भनेपछि कुन कलेजमा त्यहाँ गएर पढाउनु? कलेज भनेको तपाईँकै निगरानीमा उनले पढे? हजुर।
मैले चाहिँ म्याथमेटिक्स र चाहिँ स्ट्याटिस्टिक्स पढाउनु गएको मन्डे वेन्सडे एन्ड फ्राइडे पढाउने त्यो पढाउने पनि मलाई चाहिँ बेलायत इटन कलेजले मलाई इन्टरभ्यू लिया जस्तो मलाई त्यहाँ लियो मलाई चाहिँ त्यो एउटा टिचर चाहिँ तपाईँ बेलायतमा अरू विषयको भन्दा पनि उहाँलाई पढाउने मात्रै कि बेलायत उहाँलाई पढाउनु उहाँले पढाउने तर कलेजै छिर्न सक्दैन कलेजमा छिराउने प्रिन्सिपलसँग बस्ने हाउस मास्टरसँग उ गर्ने त्यो त सबै त्यहाँ गएपछि त सबैसँग डिस्कस हुन्छ त्यसको लागि दिने कि नदिने भन्ने हिसाब किताबले मलाई चाहिँ मिटिङमा बोलायो फर्स्ट टाइम मैले त्यहाँ सुरु गर्नुभन्दा अगाडि अनि सबै हाम्रो सरकारलाई त पहिले चाहिँ मैले एसएलसीदेखि तल स्कुल लेभलदेखि यसरी पढाएर आएको भनेर भन्दाखेरि ओके भनेर चाहिँ प्रिन्सिपल र चाहिँ हाउस मास्टर डाक्टर स्टेभेन्सन भन्ने चाहिँ छ उसले चाहिँ एक्सेप्ट गरिसकेपछि चाहिँ मेरो रुटिन चाहिँ बेलायत इटन कलेजबाट आयो र एम्बेसडर साहबले अब तपाईँ सोमबार बुधबार र शुक्रबार पढाउन जाने चाहिँ त्यतिखेर एम्बेसडरको डाक्टर सिंहबहादुर बस्नेत सिंहबहादुर बस्नेतको प्रसङ्ग छ जब निराजन 1 वर्ष बेलायतमा पढ्नुभयो त्यहाँबाट उनको फर्दर स्टडीको कुराको लागि चाहिँ अमेरिका लैजाने कुरो भइरहेको थियो तर तपाईँकै जोडबलमा तपाईँले चाहिँ अब निराजनलाई चाहिँ बेलायत पठाउनु हुँदैन उनलाई नेपाल फर्काएर पढाउनु पर्छ भनेर तपाईँले ठुलो जिद्दी लिनुभएको थियो त्यस बेलामा वास्तवमा यो निराजनको सोच बेलायतबाट अमेरिका जाने थियो अथवा सिंहबहादुरको योजना थियो तपाईँले यो विषयमा किन तपाईँले हस्तक्षेप गर्नुभएको थियो त्यतिखेर मैले चाहिँ एउटा म शिक्षकको नाताले के विचार गरेँ भने अब 2 वर्ष यहाँ राज भयो फेरि अमेरिका कति वर्ष हुने त्यतिखेर कुन कोर्स निराजनले गर्दै गरेको +2 ए लेभल सक्ने बित्तिकै अनि चाहिँ यहाँ चाहिँ के भयो भनेदेखि त्यो सकिएर दरबार फिर्ती सवारी गराउनु अगाडि मलाई चाहिँ 15 दिन 20 दिन अगाडि फ्याक्स आयो दरबारबाट स्वकीय सचिव चाहिँ हाम्रो सागर तिमल सेनाबाट एउटा चाहिँ बडामी सरकारको चाहिँ यो चाहिँ चिठी भनेर चाहिँ मलाई उ भयो त्यो फ्याक्समा के छ भने फर्दर स्टडी कहाँ राख्ने भनेर फर्दर स्टडी माग्यो तपाईसँग बडामी सरकारबाट एउटा भएपछि मैले फर्दर स्टडी नेपालमै गर्नुपर्छ भनेर मैले सरकारको बाउलीमा चढाउन फ्याक्स गर्न ल्याएको त्यही चाहिँ फ्याक्स मिसिन चाहिँ एम्बेसडर साहबको कोठामा कर्नरमा थियो पुष्मानजी अब तपाईँले चाहिँ के फ्याक्स गर्न ल्याएको हिजो कुरा हो भनेर भन्दाखेरि मैले एकचोटि हेर्नुहुन्छ भनेर भन्दा देखाइसकेपछि तपाईँ निराजन पनि सँगै हुनुहुन्थ्यो निराजन हामी 2 जना मात्रै तपाईँको दिमाग त ठिक छ भनेर मैले किन चाहिँ एम्बेसडर साहब भनेर भन्दाखेरि बेलायत पढिबक्सेर तपाईँ 1 वर्ष बेलायत बस्नुभयो 10 महिना बस्नुभयो अब तपाईँ चाहिँ खुरुक्क यसलाई अमेरिका भएको भए अमेरिका बस्न पाइन्थ्यो भनेर भन्दा मैले चाहिँ के छ भने पछि पनि मैले चाहिँ कुनै न कुनै अवसर त अवश्य पाउला तर मेरो कन्सेप्ट के छ भने एम्बेसडर साहब बच्चा सरकारहरूलाई यसरी कहिले स्विजरल्यान्ड कहिले बेलायत कहिले अमेरिका भयो भने आफ्नो देश बिर्सिन्छ भनेर फर्दर स्टडी नेपालमै हुनुपर्छ भनेर चाहिँ मैले गरेको चाहिँ अमेरिका चाहिँ खुरुक्क मैले जे भने त्यही गर्नुहोस् भनेर चाहिँ मलाई यो नेपाल काटेर अमेरिका लेख भनेर मलाई फोर्स गर्नुभयो म मानिनँ बरु म नेपाली फर्कन्छु मेरो चाहिँ जुन चाहिँ सोचाइ हो म चेन्ज गर्न सक्दैन भने तपाईँ त साह्रै जिड्डुवाल भनेर मेरो कागज टेबलमा जे गर्नुहोस् भनेर भन्नुभयो मैले चाहिँ खुसी साथ मैले चाहिँ फ्याक्स गरेर पठाइदिएँ त्यस पछाडि उनी नेपाललाई नेपाल अनि ल्याएँ मैले हजुर नेपाल ल्याउनको लागि 15 दिन जति सरकारको पनि हस्टेलमा बस्दा घुम्न पाएन भनेर मलाई चाहिँ सर उहाँलाई चाहिँ 15 दिन चाहिँ यो साथीहरू भेटघाट यो चाहिँ फेयरवेल चाहिँ हुन्छन् यिनीहरू टिचरले दिने यो स्टेभेन्सनले चाहिँ दिने हाउस मास्टर स्टेभेन्सनले दिने यिनीहरूले दिने चाहिँ काम पनि छ त्यस कारण झट्टै अब काठमाडौँ जाँदा गएकै हुन्छ यसै 10-15 दिन त मैले घुम्ने सरले एकचोटि लेखिदिनु उहाँलाई भनेर चाहिँ हुकुम भयो मैले बडानी सरकारको उसमा चाहिँ 15 दिन यसरी चाहिँ साथीहरूको भेटघाट चाहिँ छ पुरा सेक्युरिटी मै उ गरेर दरबारमा व्यवस्था गरेर उ गर्छौँ भनेर भन्दा सरकारबाट आज्ञा भयो हुन्छ भनेर अनि मैले चाहिँ हामी यसरी चाहिँ सबै चाहिँ यो चाहिँ काम सकाएर अनि दरबारमा ल्याउने बेला धिरेन सरकारको 2 जना माथि स्कटल्यान्डमा चाहिँ छ यो सिटासमा र डेलासमा 2 जना पूजा चाहिँ काठमाडौँ ठुली जेठी त्यस कारण त्यो पनि ल्याएर अनि चाहिँ 3 जना चाहिँ बच्चा सरकारहरू मैले दरबारमा ल्याइदिएँ त्यो बेला चाहिँ मेरो र निराजन सरकारको एयर टिकट ब्रिटिस एयरवेज थियो दिल्लीसम्म अनि चाहिँ यो माथि स्कटल्यान्डको राजकुमारीहरूको चाहिँ यो कटारको थियो तपाईँले स्कटल्यान्डको कुरा गर्नुभयो यो त्यो बेलामा जति बेला निराजन पढ्न गएको थिए त्यति बेलामा चाहिँ
राजकुमारी बेलायती राजकुमारी डायनाका छोरा जो विलियम्स विलियम्स। विलियम्स र निराजन सँगै क्लासमेट थिए। क्लासमेट। पछि ह्यारी र विलियम्स त दाजुभाइ दाजुभाइ। पछि भूकम्पको बेला म सम्झन्छु हाम्रो 72 को विस्मयकारी भूकम्पको बेलामा ह्यारी नेपाल आएर गोर्खादेखि लिएर धेरै काम गरे। के लाग्छ तपाईँलाई यो दाजुभाइ त्यतिखेरको अथवा निराजनसँगको अट्याचमेन्ट विलियम्स र ह्यारीको अट्याचमेन्टको कारण चाहिँ ह्यारी नेपाल आए अथवा यो कन्सेप्ट यही हो। यसकारण चाहिँ मैले पनि म पनि त एउटा चाहिँ छोराछोरीको बुवा हो। बच्चाहरूको चाहिँ पढाइ अलिक हुर्किसकेपछि उनीहरूलाई कुनै न कुनै काम लगाइदिनुपर्छ। उनीहरूलाई फुर्सद दिनु भनेकै खराब हो। उनीहरूलाई फुर्सद दिनु खराब। त्यसकारण बेलायतको सरकारले चाहिँ यो चाहिँ एलिजाबेथको चाहिँ परिवार विलियम चाहिँ लाई सक्यो सक्नासाथ ह्यारी पसेको भनेर भन्दा द्याट वाज इन 1999 फर्क्यौँ हामी। भिजिट नेपालको 1998 भनेको म त्यहीँ पढाइ चालु भइराखेको थियो। 99 फर्क्यौँ भन्दाखेरि अब पछि चाहिँ के भयो भनेदेखि विलियम चाहिँ आफ्नो यो चाहिँ आर्मी फोर्सतिर चाहिँ काम गर्न चाहिँ बाहिर पठाए। पछि ह्यारीको पनि एजुकेसन सकिसकेपछि ह्यारीलाई पनि चाहिँ के छ भने कतै कुनै ठाउँमा देश डुल्ने हेर्ने उ गर्ने गरेर व्यस्त गराएर उनीहरूलाई चाहिँ नेपाल सिलसिलामा चाहिँ नेपालमा आएको हुनुपर्छ। त्यसको मतलब के छ भने यो राजपरिवार होस् या जसुकै होस्, राजपरिवारको होस् या जसुकै होस्, बच्चाहरू हुर्किँदै गएपछि तपाईँले पनि इभिन केस तपाईँको आफ्नो बच्चा हुर्किएपछि यसलाई के काममा लगाइदिने अग्रिम चाहिँ त्यो गर्नुपर्छ। तिनीहरूलाई फुर्सद भयो भने नचाहिने काम गरिदिएला। सायद हाम्रो दरबारमा त्यही प्रभाव पो पर्यो कि आई डोन्ट नो। त्यसकारण उसको सङ्कट के हो कसो हो होइन। त्यसकारण चाहिँ यो चाहिँ के छ भनेदेखि समय अब जस्तै कि मेरो छोरा र डिफेन्स सरकार चाहिँ 5-6 महिना 6-7 महिना जेठा र कान्छा होला। त्यसकारण चाहिँ मैले आफ्नो भनेदेखि घरको चाहिँ छोरालाई चाहिँ बिहा गर्ने मेरो श्रीमतीले चाहिँ अब गर्ने केटी खोज्ने यताउता गर्दा ठिक पारेर बिहा गऱ्यौँ। अब सरकारको एउटा चाहिँ बिहा गर्ने चाहिँ कुरा होला के होला कसो होला आई डोन्ट नो। तर चाहिँ के छ भनेदेखि उमेर पुगिसकेपछि जो कसैलाई पनि आफ्नो छोराछोरीको चाहिँ व्यवस्था एउटा फ्यामिली लाइफमा बिताइदियो भने सबै नचाहिने शक्ति कमजोर भएर जान्छ। आखिर हत्याकाण्डको जरिया त फेरि त्यही तपाईँले भनेको बिहा नै आयो। यस त्यो आई डोन्ट नो। त्यसकारण चाहिँ यिनीहरूको भित्रको कुरा होला। अब जस्तै चाहिँ मैले पनि पत्रिकामा हेर्दाखेरि एउटा जबरा चाहिँ छ, एउटा विक्रम शाह चाहिँ छ भन्ने चाहिँ हुन्छन् हो कि नेचुरली आफूले पनि हेरिराखेको हो कि। त्यसकारण चाहिँ अब एउटा होला अर्को होला अर्को। मेरो घरमा पनि मेरो फुपूले त्यो पुष्प तिम्रो चाहिँ छोरालाई यो हुन्छ कि हुँदैन भन्छ, अर्को बहिनीले अर्को भन्छ। अनि त्यसकारण चाहिँ त्यो सरकारलाई पनि आफ्नो फुपूहरूको घरमा जाँदा सवारी हुँदा बिहा गर्ने बेला भए छैन सरकार भनेर भन्दाखेरि जवाफ के दिने? त्यसले पनि समस्या पायो। कति उमेरको यो 58 साल भनेपछि वीरेन्द्र दिपेन्द्र कति उमेरका थिए? 28-29 होला। मेरो छोरा 27 सालमा बिहा गरे हो। खैर केही छैन वीरेन्द्र। यो दिपेन्द्रको प्रसङ्गमा फेरि हामी जोड्यौँला। म अलिकति निरञ्जनकै प्रसङ्ग। बेलायतबाट उनी फर्केर आएपछि यहाँ आएर केयुबाट उनले MBA गरे। राइट। त्यहाँ बेलायतमा फिर्ती सवारी भएपछि केही दिनपछि दरबारबाट फेरि मलाई चाहिँ हुकुम भयो चाहिँ यो चाहिँ प्रिपरेसन क्लास चलाउनु पर्यो भनेर BBA को लागि अथवा ब्याचलर लेभलको लागि चाहे TU होस् TU होस् जराटरी जहाँसुकै होस् होइन नेपालमै पढाउने भनेर ल्याइसकेपछि त क्लास त चलाउनु पर्यो। अनि दरबारमा चाहिँ इन्ट्रेन्स एक्जामको लागि मैले म्याथमेटिक्स तयार गरेँ। अनि एक दिन चाहिँ साँझको चाहिँ 6:30 बजेतिर हुने चाहिँ त्रिशुल सदनमा भनेर एडिसी अफिसबाट खबर आयो। त्रिशुल सदनमा सरकारको मेरो दर्शन पाएँ। वहाँ पाउँदाखेरि महाराजा सरकार, बडाउने सरकार र म को भन्नुभयो फेरि दोहोऱ्याइदिनु? महाराजा सरकार भनेको वीरेन्द्र सरकार, ऐश्वर्य सरकार र म र साइडमा चाहिँ तारबार कर्सा हुनुहुन्थ्यो। अनि पछि तारबहादुर त्यतिखेरको दरबारको त्यो सुरुदेखिको यो शान्तकुमार मल्ल र तारबार कर्सा होइन। अनि पछि मलाई चाहिँ हुकुम के भयो भनेदेखि अब पढाएर त ल्याइयो, यहाँ चाहिँ अब कहाँ पढाउने त भनेर
चाहिँ हुकुम भयो कतातिर पढाउने भनेर हुकुम हुँदाखेरि अब मलाई पनि अब धेरै वर्ष मेरो पनि एट्याचमेन्ट त भइसक्यो। अब आज एक्चुअली राजालाई चाहिँ हँसाउने भन्ने हिसाब किताबले मेरो भित्रभित्र मनमा मैले सोचेँ अब हँसाइदिने अब के छ पढाएर ल्याइसकेँ होइन, हँसाइदिने भनेर भने सरकार नेवारको बच्चा म धेरै बोल्न त राम्ररी जानेको छैन, बोल्दा बोल्दै चाहिँ शब्दमा केही चुक्यो भनेदेखि माफी पाऊँ भनेर भन न भनेर हुकुम भयो। भनेपछि मैले भारी धेरै बग्ने भए चाहिँ केयु, भारी हल्का बग्ने भए चाहिँ टियु सरकार भनेर अनि मिची हाँसी भनेको केयु र टियुको नेचरको बारेमा राजा जानकार रहेछ। करिकुलम हामीले त केयु करिकुलम पनि थाहा छ, टियु करिकुलम पनि थाहा छ भनेदेखि चाहिँ त्यसैले अब नेचुरली केयु चाहिँ टियु भन्दा केयु धेरै राम्रो प्राइभेट कलेज हो, युनिभर्सिटी हो होइन, त्यस कारण चाहिँ त्यसरी भन्दाखेरि सेवा सुविधा राम्रो भन्नु हो। अनि चाहिँ ठिक छ, उसो भए दाजु चाहिँ टियुमा पढिराखेकै भए, दाजु भनेको दिपेन्द्र उसको पिएचडी चलिराखेकै छ, ब्याचलर त सक्यो। अनि उसो भए चाहिँ अब चाहिँ यसलाई चाहिँ केयुमा चाहिँ गर्ने भनेर चाहिँ पढाउने भयो। एक्ज्याक्ट। अनि यति सकेपछि अब कुरा आयो चाहिँ महाराज सरकार र चाहिँ ब्राह्मणी सरकारको अब कहिलेदेखि पढाउने भने वीरेन्द्र सरकार 2 वर्ष पख यो आफ्नो देश घुम, मलाई त्यो पहिले उहाँ पनि सरकार पनि चाहिँ क्राउन प्रिन्स हुँदाखेरि स्काउटबाट चाहिँ धेरै चाहिँ आफ्नो देश हेरिबक्स्यो। अनि चाहिँ ब्राह्मण सरकारले पढाइ टुट्यो भने टुटेकै हुन्छ, पढ्न सक्दैन भने दुवैजना सरकारहरूको लजिक ठिक होइन। हामीले पनि चाहिँ के छ भनेदेखि पढेकै गऱ्यो भने सकेको भएर जान्छ, टुट्यो भने त टुटेकै हुन्छ, त्यतातिर पनि ठिक। अनि मैले चाहिँ यो बुढाबुढीको कान नसुन्न जाति भनेर अलिकति मैले चाहिँ केही पनि केयर गरिनँ यो अघि। पछि गएर डिसिजनमा चाहिँ ब्राह्मण सरकारकै जित भएको भनौँ कि अथवा के भयो पढाउने कुरा भयो है, ल हेरेर गर भनेर चाहिँ हुकुम भयो भने अब यसलाई उहाँ सरकारलाई न्याय सरकारले पढाउने अब केयु भयो है। त्यसकारण चाहिँ अब हेर्नुहोस् केयुमा पनि तपाईँले लगेर मैले इन्ट्रेस्ट अब 2 वर्ष पख भनेर भन्ने महाराज सरकार आफ्नो देश घुम भनेर भन्यो, यसले ठिकै ल्यायो भनेर पनि हुकुम भयो, यसले नेपालमै भने ठिकै ल्यायो भनेर हुकुम भयो त्यहाँ। त्यस कारण चाहिँ अनि पछि मैले चाहिँ इन्ट्रेन्स एक्जामको लागि तयारी गरिदिएँ। तयार गरेर इन्ट्रेन्स एक्जाम एक दिन मिलन चौक बानेश्वर मिलन चौकमा यो हाम्रो केयुको ब्याचलर लेभलको चलिराख्यो। त्यहाँ मलाई चाहिँ दरबारबाट फोन आयो, सर तपाईँले नै इन्ट्रेन्स एक्जाममा लग्ने, दरबारबाट लगेर दरबार पुर्याइदिने तपाईँकै जिम्मामा चाहिँ सरकारबाट हुकुम भएछ भनेर चाहिँ भनेपछि म कुमारीपाटीमा गाडी आयो, मैले चाहिँ दरबारमा गएर निरञ्जन सरकारसँगै चाहिँ लगेर त्यहाँ जाँच हुन लाग्यो। जाँच हुन लागेको बेला प्रिन्सिपलले चाहिँ मलाई चाहिँ निरञ्जन सरकारको कोठा यो यस्तै भित्री आउँदा कलेजको प्रिन्सिपलले निरञ्जन सरकारको चाहिँ सिट यहाँ चाहिँ छ, सरकार यहाँ तपाईँ यहाँ चाहिँ गार्ड बस्दिने है भनेर भन्दा निराजनको गार्ड तपाईँलाई बस्नु मैले आई डिनाइड इट, किनकि होइन सरकारलाई रुचि बक्सिन्न यो, किनकि यसरी गार्ड बस्ने यो गर्दाखेरि पब्लिकले के भन्छ, हि इज भेरी कन्सियस। अब त्यसैले यो रुचि चाहिँ छैन सरकारको, त्यसैले म गार्ड बस्नु चाहिँ हुँदैन भनेर म बाहिर बसेर काठमाडौँ पोस्ट हेरेँ। काठमाडौँ पोस्ट हेरेर कफी 1 कप खाएँ, प्रिन्सिपल साहबले खुवाउनु भयो, जाँच सक्यो, ल्याएर दरबारमा मैले राखिदिएँ अथवा बुझाइदिएँ है। त्यस कारण यहाँबाट चाहिँ के मलाई चाहिँ एउटा अड्कल लाग्यो भने को खराब छ त भनेर हामी नेपाली जनता खराब भनेको चाकडी गर्ने सिस्टम चाहिँ हामी कहाँ खराब भयो भन्नु। अब अर्को एउटा पनि यसैमा प्रसङ्ग जोडिदिन्छु, सरकारको भ्याकेसन भए, भ्याकेसनको टाइममा काठमाडौँ ल्याएँ। अब काठमाडौँबाट फेरि भ्याकेसन सकेपछि जाँदा काठमाडौँ दिल्ली एयरपोर्टमा भेषबहादुर थापा चाहिँ एम्बेसेडर थिए दिल्लीको, अनि उहाँले रिसिभ गर्न आउनुभयो एयरपोर्टमा, हामीलाई एम्बेसीमा लगे। बेलुका डिनर थियो सरकारको उसमा, डिनर थियो अनि चाहिँ सबै चाहिँ अब कति गेस्टहरू चाहिँ छ, डिनरमा रक्सी चाहिँ ल्याएर बियर रक्सी ल्याएर लिइबक्सेन, ड्रिङ्क गरिबक्सेन, ठिक छ को हुनुहुन्थ्यो त्यो भिजिटमा?
एम्बेसडर साहब अब म निरञ्जन सरकार निरञ्जन सरकारलाई नि चिफ चाहिँ उही निरञ्जन सरकारको लागि हो नि यो होइन यो डिनर पार्टी अनि भयो अनि चाहिँ ताकटुक एक दुई टुक्रा केही चाहिँ लिइबक्स्यो होला अनि खोपी चाहिँ देखाएको थियो सुत्ने होइन 5-6 घन्टा आराम ब्रेकको त्यहाँ ट्रान्जिटमा अनि त्यहाँ 5-6 घन्टा त्यहाँ जाने बेलामा अहिले त के त्यहाँ ड्रिङ्क्स लिइबक्सेन सरकार थाहा त्यो के सर थाहा छैन मैले पियो भने एक ग्लास पियो भने 4 ग्लास पियो भने पत्रिकामा आउँछ मैले यस्तो उसमा चाहिँ मैले किन पिउनु भनेर निराजनले भने निराजन त्यसै भेषबहादुर थापालाई भेषबाट मलाई मैले त्यहाँ चाहिँ त्यो हुलमुलमा एक थप्पा पनि खाइबक्सेन कोठामा सुत्ने बेलामा निरञ्जन सरकार र मैसँगै यहाँ त फेरि उही पिउनु पर्दैन भनेर मैले थाहा छैन त्यहाँ पियो भनेदेखि त हलै हुन्छ नि मिडियाबाट जोगिन मिडिया हो त्यसैले त्यहाँ हामीले पिउनु हुँदैन हेर्नुहोस् है यसमा चाकडीको कुरा जोडिया छ कि भेषबहादुरको प्रसङ्ग त्यसैले यो यस्तो के भने हामी नै बच्चा सरकारहरूलाई खेलाइराखेका चाहिन्छौँ हामी नै दरबारमा बिस्तारै किन क्लास आयो होइन अब ठिक छ खैर दरबारले बच्चाहरूको केयरमा धेरै ध्यान दिएन भन्ने एउटा निष्कर्ष यहाँ निकालौँ हामीले होइन त यो चाहिँ सरकारहरूलाई मात्रै होइन सबै नेपाली चाहिँ जनता हामी आफैलाई आफ्नो बच्चा किनभने हामी त त्यो हत्याकाण्डको प्रसारी पनि छौँ मेरो पत्रिकामा पनि बराबर निस्किन्थ्यो मैले चाहिँ यस्तो चाहिन्छ आफ्नो बच्चा आफै सम्हाल्ने है ओके अब निराजनको एउटा अन्तिम प्रसङ्ग त्यसपछि हामी दिपेन्द्रतिर फर्क्यौँ अन्तत त्यति गरेर तपाईँले पढाएको एउटा स्टुडेन्ट अन्तत पिएचडी गर्दा गर्दै हत्याकाण्डमा परे है दिपेन्द्र सरकार दिपेन्द्रको कुरा हो दिपेन्द्रको प्रसङ्गमा आउँ अब दिपेन्द्रको प्रसङ्गमा निराजनले त एमबिए गर्दा गर्दै नि बिते होइन कसो एम आई राइट निराजन बिबिए गर्दा गर्दै बिते दिपेन्द्र चाहिँ पिएचडी गर्दा उनको पिएचडी दिपेन्द्र सरकारको सिनप्सिस मलाई बेलायतमा देखाइबक्सेको थियो सर हेर्नुहोस् त भनेर चाहिँ मलाई देखाइबक्स्दाखेरि अब चाहिँ सरको त भइहाल्छ रामबहादुर सुवेदी समथिङ चाहिँ युनिभर्सिटीको प्रोफेसरको अन्डरमा छ अब त्यो कम्प्लिट हुन पाएन विषय केही थाहा छ विषय भनेको नेपालकै चाहिँ एउटा यो चाहिँ टोली खेल होइन कोडारी राजमार्गदेखि यहाँसम्मको चाहिँ मार्केट स्टडी गरेर न्युरोड चाहिँ अथवा चाहिँ हाम्रो सहरसम्म जाँदाखेरि प्राइस कस्तो छ के छ भने विषयमा त्यस्तो चाहिँ छ अनि सर भनेर दिपेन्द्र सरकारले मलाई सर म आफै गरेर रेकर्ड लिन जाउँ दिपेन्द्र भनेर थाहा भएर मलाई तपाईँलाई प्रफिट छ कि लस छ भनेर सोध्यो भने कसैले प्रफिट छ भनेर भन्छ भन्दैन प्रफिट भए पनि लसै छ भन्छ त्यसैले रियल भ्यालु मैले स्ट्याटिक्सको लागि डेटै लिन सक्दैन म गयो भने भनेर तपाईँसँग पछि त्यो डाटा लिन गएको केही हुनु पनि हो नि कस्तो हाँस्यो एउटा भन्छ अर्को एउटा भन्छ न्युरो राजा आफै गएछ हुने त्यसैले हुँदैन है त्यसमा धेरै गाह्रो छ तपाईँले चाहिँ यो पिएचडी भनेको के क्वान्टिटेटिभ एनालिसिस कि क्वालिटेटिभ एनालिसिस होइन अब यो चाहिँ क्वान्टिटेटिभ एनालिसिसमा म गएँ जाँदाखेरि उनको क्वान्टिटेटिभ थियो कि क्वालिटेटिभ क्वान्टिटेटिभ केटीले डेटा चाहियो ठिक छ त्यसमा त डेटैमा खेल्नु पर्यो ओके ठिक छ यो प्रसङ्ग गऱ्यो तपाईँले निराजनलाई पढाउनु भयो तपाईँले दिपेन्द्रलाई पढाउनु भयो तपाईँले श्रुति र उसका छोरा श्रुतिलाई पढाउनु भयो छैन त्यो बेला चाहिँ मिस भयो मेरो चाहिँ अब के भएर जागिर भएर त्यो भएर पछि जागिरै केतकीको प्रसङ्ग पनि छ यहाँ केतकीको प्रसङ्गहरू पनि छ यहाँ बिचमा होइन केतकी भनेको श्रुति तपाईँले बच्चा बेलामा पढाउनुको श्रुतिलाई पढाएन न त्यो श्रुति सरकारको चाहिँ पढाइ मैले चाहिँ चालु गरेन श्रुतिको पढाएँ म आफै वनस्पति विभाग ल्यान्डस्केप गरेको त्यो गरेको रत्न मन्दिर भयो दियालु बङ्गला भयो के त्यो बेला पार्कर शोभाका जुम्लिया बच्चा हो त्यो राइट एक्ज्याक्टली म पनि कन्फ्युज भएँ तपाईँले श्रुतिलाई होइन शोभाका के नाम बिर्सेँ मैले यो मनुजा महारानी चाहिँ हामी चाहिँ उसको छोरी 20 मिनट पहिले जन्मेको होला 15 मिनट 20 मिनट अनि चाहिँ भाइ चाहिँ हेमन्त राजा जुम्ल्या
ट्विन्स, यही दुईजना मात्रै बच्चा चाहिँ छ। अनि यिनीहरूलाई पढाउँदाखेरि ब्राह्मण सरकारबाट हुकुम भएर त्यहाँ पनि पढाइदिनु पऱ्यो भनेर हुकुम हुँदाखेरि मैले पढाउन सुरु गरेँ भने कहिले इरेजरमा कहिले पेन्सनमा यस्तो चाहिँ झगडा हुने। अनि मैले चाहिँ म सक्दैन, पास हुँदैन होला भनेर चाहिँ जार गरेँ। टाइम खेर जान्छ, त्यो बित्दै 5-6 महिना गयो भने चकचकी खालको। अनि पछि के गर्नु पऱ्यो त भनेर भन्दा छुट्टै मैले 1 घन्टा 1.5 घन्टा बस्यो भने 50 मिनट उसलाई गरेर मैले पढाएँ भने सक्छु होला। र फेरि स्कुल पठाएर हुनु पनि हुँदैन भनेर भने, स्कुल पठाएर हुनु पनि हुँदैन भनेर भने। अब मनुजा महारानीको स्कुल चाहिँ यो ज्ञानोदय चाहिँ छ। अनि चाहिँ छोराको धेमन राजाको चाहिँ स्कुल चाहिँ दिपेन्द्र प्रहरी प्रिन्सिपल त मेरै साथी हो कि समथिङ शाह, त्यो प्रिन्सिपल शाह। सर तपाईँले हटाइदिनु, मैले के गर्नु त सर भन्दा बच्चा सरकारहरूको चाहिँ पढाइ उहाँ नै गर्ने, घरमै गर्ने भनेको चाहिँ त्यो के पर्यो त्यहाँलाई के भन्छ शोभा सरकारको घर यता के भन्छ खै ठिक छ, घण्टाघरको घरमा जानुभयो, घण्टाघरको छेउमा त्यही नदिनु सकेन। एकाडेमीको अगाडि है के सदन त्यहाँ चाहिँ अब त्यहाँ मैले चाहिँ अनि पढाउन थालेँ। स्कुल बन्द गरिदिएँ मैले, दुवैजनाको स्कुल त आउट गरेर टिचरहरू त्यहाँ नै कमलादीमै बोलाएर अनि सबै निराज सरकारको जस्तो चाहिँ पढाइ चालु गरेर अनि दुवैजना फर्स्ट डिभिजन आयो। मलाई चाहिँ सरकारबाट चिया बक्स्यो, खुसी भएको। जिम्मा लिएको कि जिम्मै नलिनु, जिम्मा लिएपछि मैले पार गरिदिएँ। तपाईँ त राज परिवारका सदस्यहरूसँग लामो भ्रमणमा पनि निस्किनु भयो। मलाई जहाँसम्म लाग्छ नेपालका धेरै ठाउँमा जाँदाखेरि राज परिवारका सदस्यले वीरेन्द्रदेखि लिएर धेरैले तपाईँलाई सँगै लिएर हिँड्थे। त्यतिखेर उनीहरूको जनतासँगको अट्याचमेन्ट, उनीहरूको बुझाइ, उनीहरूसँग जनतासँगको घुलमिलको अवस्था कस्तो थियो, तपाईँले कस्तो पाउनुभएको थियो त्यतिखेर? अब यसमा चाहिँ धेरै मलाई ज्ञान त्यसमा आउँदैन, अब सन्दर्भमा चाहिँ अब कहिले चाहिँ फाटोफुटो मात्रै हो। जस्तो चाहिँ अब 42 सालको चाहिँ 42 सालमा जानुभयो जन्मोत्सवको लागि चाहिँ अब यो अञ्चल भ्रमणको सिलसिलामा मध्यमाञ्चल भ्रमणमा चाहिँ मार्जा सरकार, ब्राह्मण सरकार चाहिँ माघको 6 गते दरबारबाट चाहिँ 6 गते 7 गते चाहिँ नारायणीबाट चाहिँ हेटौँडा कान्तिश्वर बङ्गलामा राज भयो। अनि मलाई चाहिँ 10 गतेको दिन साँझमा खबर आयो कि भोलि हेलिकप्टरबाट चाहिँ हेटौँडा आउने भनेर, कान्तिश्वर बङ्गला आउने भनेर हुकुम भयो। अनि म चाहिँ त्यहाँबाट त्यो मलाई शान्तकुमार मल्ल उहाँले चाहिँ मलाई लपुष्माले तपाईँले चाहिँ हेलिकप्टरबाट चाहिँ ठिक यति बजे नारायणीबाट चाहिँ हेलिकप्टर जान्छ भनेर त्यहाँबाट चाहिँ यो ओप्रो चौर चाहिँ हेटौँडाको उसमा त्यहाँ गएर दर्शन पाएँ मार्जा सरकारबाट। 14 गतेलाई गार्जियन पार्टी गर्ने यो तयार हुन्छ कि हुँदैन भनेको हेटौँडामा कान्तिश्वरी बङ्गलामा हुन्छ सरकार भनेर भने। अब हुँदैन भने कुरै आउने, हुन्छ दरबारले भने चाहिँ हुँदैन भन्न त भएन है। तर अब चाहिने फोर्स जम्मै त बक्सिन्छ। अनि दिगम्बर कर्णेल चाहिँ दिगम्बर कर्णेल चाहिँ त्यहाँको चाहिँ कमान्डर अथवा चाहिँ त्यो हिजौडातिरको आर्मीको सबै चाहिने चाहिँ 50-50 जना 100 जनाको एउटा फिटिङ्सको कमान्डर राखेर बिहान 6 देखि राति 9 बजेसम्म चाहिँ त्यो चलाएर तर्फिङ गरेर टेलेक्क पारिदिएँ। त्यो पञ्चर रेलवे चाहिँ बिरगन्जमा भएको थियो। अनि त्यो ठ्याक्क त्यो 13 गतेको दिन पौष 13 गतेको दिन राति चाहिँ ठिक छ, आइ एम भेरी प्राउड अफ यु, आइ एम भेरी ग्ल्याड भनेर चाहिँ त्यहाँ पनि हुकुम भयो। अनि भोलिपल्ट चाहिँ मलाई चाहिँ गोर्खा दक्षिण भाउ चौथा बक्स्या थियो। गोर्खा दक्षिण भाउ त्यसपछि चौथा त्यहाँबाट सुरु भयो मेरो, सुरु भयो। अनि पछि चाहिँ हामी चाहिँ माघको कति 12-13 गतेतिर फर्कने बेलामा त्यहाँको भ्रमण सकेपछि यो बच्चा सरकार जम्मै टिमले लिएर जाऊ भनेर ब्राह्मण सरकार भन्न चाहिँ बच्चा सरकार भन्ने देखियो। बच्चा सरकार बच्चाहरू भनेर हुकुम भयो, हामी भन्ने बच्चा सरकार। अब त्यो बेला चाहिँ निरञ्जन सरकार छ, दिपेन्द्र छ, प्रेरणा छ है, यी 3-4 जनै एउटै हेलिकप्टर भनेको मार्जा सरकारको आर्य डी र आर्य जी 2 व्हाइट हेलिकप्टर चाहिँ छ।
आर्यडी मार्जा सरकारको भए सामान लाने आर्यजी डी र जीमा कन्फ्युज भयो म चाहिँ त्यसमा बसेर बच्चा सरकार राखेर क्याप्टेन टिका टम्ला त्यो बेला चाहिँ मेजरै भएछ टिका टम्ला भर्खर इन्ट्री भएर त्यो हामीसँगै गफसप गरेर बच्चा सरकार चाहिँ नारायणीमा चाहिँ ऊ भयो ल्यान्डिङ भयो जब 14 मिनट लाग्दो रहेछ त्यहाँ चाहिँ एउटा उप्रो चौरबाट ओके यो एउटा प्रसङ्गहरू पनि भयो अलिकति संस्कारका कुराहरू पनि गरौँ तपाईँ दरबारमा विशेष गरी बाल्यकालमा अहिले जुन राजपरिवारको जसलाई हामीले गुमायौँ उनीहरूसँग लामो उठबस भएको नाताले त्यतिखेर अलिकति संस्कारका कुराहरू पनि गऱ्यौँ उनीहरूको त्यो कस्तो थियो संस्कार कल्चर भन्छ नि हामी गुन्द्रुक खाने मोही खाने होइन अहिलेको बच्चाले भन्छ नि गाईको दुध कहाँबाट आउँछ भन्दा पोकाबाट आउँछ भन्ने के दरबार रियलिस्टिक ग्राउन्डमा त्यो लेभलमा थियो त्यो अब निरञ्जन सरकार चाहिँ के छ भने जस्तै सुकै भए पनि महाराज धिराज सरकारबाट आफ्नो नेपालको संस्कार धेरै जोडेर बक्सिन्छ र निरञ्जन सरकारलाई नेपाली खाना खानको लागि इटन कलेजबाट एक दिन कसैलाई नसोधिकन त्यहाँबाट एकजना भागेर आउने जस्तो आएर चाहिँ मेट्रोबाट आएर एम्बेसी आइबक्स्यो मैले देख्न सर आज त के टाइमै होइन किन सरकार भनेर भन्दाखेरि मलाई नेपाली खाना चाहिँ साह्रै मनपर्ने भनेर चाहिँ त्यसैले आयो भने सँगै खाँदाखेरि कस्तो भनेदेखि त हेलेन शाह चाहिँ त्यही छ 1 महिनाको लागि सवारी भए हेलेन शाहसँग खाना खाने होइन सरसँग खाने भनेर निरञ्जन सरकार र म आफ्नो चाहिँ त्यहाँ फुफू सबै चाहिँ छन् होइन त्यो चाहिँ छन् सरसँग खान्छु भनेर कसरी खाने भन्दाखेरि यो भात दाल अनि चाहिँ सानो चिकनको टुक्रा चाहिन्छ अनि चिकनको टुक्रा अनि आलुको भुजेरी यति भए पुग्यो निरञ्जन सरकार सो सिम्पल खाना दाल भात यो फ्रेन्च पोटेटोज आलु र चाहिँ चिकनको टुक्रा त्यो उनीहरूको रोज भान्सामा दरबारमा पाक्छ कि पाक्दैन थियो त्यो बेलामा दरबारमा त याद भएर मैले त्यहाँ जति फेर खाइसके पनि त्यही खाना चाहिने अनि गुन्द्रुक अलिकति चाहिँ अचारको रूपमा सबै त्यो नै चारैवटा डाङडुङ सार अब यताउता हात चलाउनु पनि परेन सर म त यसरी खाने मेरो जे होस् रेस्पेक्ट चाहिँ छ एउटा टिचरलाई असाध्यै चाहिँ छ ओके असाध्यै ठिक छ अब एउटा प्रसङ्ग तपाईँलाई सरकारको एउटा चाहिँ सिद्ध चाहिँ किनकि मैले देख्यो नि 2 वर्ष देश घुमाउनु यो घुम्नु पनि एउटा राम्रो एजुकेसन हो पार्ट अफ ट्राभलिङ इज अल्सो पार्ट अफ एजुकेसन भनेर यस्तै हुकुम भएको त्यसैले तपाईँ त्यतिखेर वीरेन्द्रसँग त्यतिखेर के वीरेन्द्रको त्यो पब्लिकसँगको कस्तो थियो एउटा केही प्रसङ्गहरू सम्झिनुहुन्छ अब पब्लिक चाहिँ मैले त मेरो कन्सेप्टमा त बिस्तार चाहिँ छोडिदिने नै हो यो अब छोड्नु हुँदैन हाम्रो शासन छोड्नु हुँदैन भन्ने कोही होला तर उहाँ हि वाज भेरी सिम्पल पोलाइट एउटा मात्र इक्जाम्पल दिन्छु नागार्जुनमा कालो सर्प गमन आयो भनेर यदि सर्भिसबाट कर्णेलले मार्जा सरकारमा जाहेर गर्दाखेरि मैले सुनेको देखेको मार्जा सरकारबाट चाहिँ ऊ आफ्नो बाटोमा जान्छ हामी आफ्नो बाटोमा जाने म पनि त मर्निङ वाक यति गर्छौ कहिले पनि मलाई केही पनि गर्दैन तिमीहरू किन मार्ने नै भनेर ल्याउने सर्प किन मार्छ किन मार्ने ऊ आफ्नो बाटोमा जान्छ नमार्नु अब एडिसी अफिसलाई त यिनीहरू चाहिँ एडिसीहरूलाई त वरद्वार गर्दा के कुन बेला के बढ्छ भन्ने चाहिँ किसिमले सकाइदिउँ त्यो सोच भएको राजाको पनि हत्या त गरियो नगर है अनि चाहिँ त्यो माथि चाहिँ भगवती चाहिँ दरबारमा बिल्डिङको नाउँ एउटा शिशिर एउटा बसन्त एउटा हेमन्त भन्ने बिल्डिङमा मारिजा सरकार राज भएको शिशिर भनेको क्याबिनेट बस्ने छोराछोरीको लागि एउटा पाहुनाको लागि एउटा भनेर सिजन अनुसारको नाउँ होइन ज्ञानेन्द्र सरकार एक हप्ता राज हुने बेलामा एउटा बिल्डिङ बच्चा सरकारहरूको एउटा बिल्डिङ महाराजा सरकारको हेमन्त र चाहिँ शिशिर भनेको अफिसको क्याबिनेट तर एउटा गल्ती चाहिँ गरेछन् होइन वीरेन्द्रले भनेको मतलब छोराहरू छन् नि वीरेन्द्रले भने पनि जसले भने पनि निराजन र दिपेन्द्रलाई त सँगै राखेनन् नि कहिले होइन र बच्चा बेलामा उनीहरू कहिले नारायणीटी भएको बेलामा चाहिँ बच्चा भयो भने उनीहरू चाहिँ अहिले तपाईँले भनिरहनु भएको माथि हाम्रो नागार्जुन यो कारणले पनि अलिकति उनीहरूमा एउटा फ्रस्ट्रेसन वितृष्णा
मलाई लाग्छ सबभन्दा पहिले बिहा गरि नदिने र ढिला हुँदाखेरि नै छोराहरूलाई जस्तो तपाईँको छोरा 28-30 वर्ष भयो भनेदेखि चाहिँ बिहा गरिदिएन भने यो तर सँगै पनि राखेनन् होइन सँगै त मैले भने नि तपाईँलाई अब के कस्तो हुन्छ मैले पनि अलिकति सुनेको के छ भने छोरालाई पनि बाउ भेट्नलाई टाइम दिनुपर्छ भन्ने हुन्छ ब्यारियर के ताराबार कर साहब र चाहिँ यिनीहरू शान्तकुमार मल्ल भनेको पछि त जर्नलसम्म पनि भयो होइन त्यसकारण चाहिँ त्यो के हो कसो हो भन्ने हिसाब किताबले भन्दा आफ्नो बाउ भेट्नलाई चाहिन्छ त्यो चाहिने नि है तर त्यो खालको बााउन्ड्री पनि थियो त्यो पनि अलिअलि त्यो जोड त गर्न सक्दैन यिनीहरूले पनि तर कम्तीमा एक खालको होइन त्यसकारण चाहिँ वाच भइराखेको हुन्छ के छ कसो चाहिँ एउटा चाहिँ तारबारको शान्तकुमारको उनीहरूको ड्युटी पनि के छ भने एउटा राजालाई चाहिँ संरक्षण गर्ने भन्ने चाहिँ हुन्छ नि होइन त्यसकारण चाहिँ अब यो कस्तो भने यो संजोग हुने चिज वाट इज लटेड क्यानट बी ब्लटेड जस्तो म मात्रै कहिले काहीँ बस्दाखेरि तारबारकर साहब के भन्थ्यो भने पुष्पमानजी अब हाम्रो ड्युटी त चाहिँ 11-7 कसरी भनेर भन्दाखेरि अब तिमीहरू पनि तारा धेरै वर्ष चाहिँ सेवा गर्यो अब कस्तो दरबारको ड्युटी भनेको बिहान 11 बजे लियो भने राति 7 बजे छुट्छ राति 7 बजे लियो भने भोलि 11 बजे छुट्छ भने कर्नेलको पनि नाइट ड्युटी गर्दै गर्दै आफ्नो परिवारमा बस्न नपाएको त वर्षकति भइसक्यो परिवारको पनि वीरेन्द्र वाट ही थट कि अब तिमीहरू आराम लिने बेला भयो तिमीहरूले यति नाइटमा चाहिँ दुःख गर्नु पर्दैन भनेर त्यो घटना हुनु अगाडि 3-4 वर्ष अगाडि होला 11:60 मात्रै घटना 11:60 घटना नाइट ड्युटी 7-11 कसैको पनि छैन 11 देखि 7 है विनोद कर्णेल चाहिँ छ विनोद कर्णेल त ज्ञानी सरकारसँग पनि जानुभयो उहाँ तपाईँको ज्ञानेन्द्रको परिवारसँग चाहिँ सङ्गत भएन त्यो चाहिँ मैले चाहिँ यो चाहिँ के छ भने म भित्र बसुन्जेलसम्म पनि म यता जाने उता जाने भयो भने म आफैलाई फायर गरिदिन्छु भनेको जसरी तपाईँले चाहिँ नि दिपेन्द्र र निराजनलाई पढाउन इनिसिएसन लिनुभयो पारसकोमा चाहिँ तपाईँले त्यो अवसर कसरी पाउनु हुकुम नभएसम्म कसरी जाने भनेको तपाईँलाई चाहिँ त्यो एउटा लिगेसी नै फरक हो वीरेन्द्रको कारणले दिपेन्द्र र निराजनसँगको लिगेसी बढ्यो अथवा अट्याचमेन्ट बढ्यो ज्ञानेन्द्र चाहिँ अलिकति त्यो बेला चाहिँ अब पारस चाहिँ यो दिपेन्द्र भन्दा निराजन भन्दा ठकाली भनेको जेठो हुन्छ उसको चाहिँ एउटै चाहिँ पाटनको एउटा अमात्य श्रीचण्डी स्कुलको हेडमास्टर थियो त्यो भित्र कसैले लग्यो थाहा छैन त्यसले कन्टिन्यू गरेर 10 क्लाससम्म लगेर मलाई चाहिँ दिपेन्द्रलाई पढाउने भनेर हुँदाखेरि चाहिँ त्यहाँ रामभक्त अमात्य छ होइन सरकार भने त्यो बिख भयो भने सरकार सेवा गर्छु भनेको भए टर्मिनेट भएर त्यसलाई चाहिँ 9-10 मा पढाउने मलाई हुन्थ्यो होला 4, 5, 6, 7 क्लासदेखि चाहिँ रामभक्त अमात्य चाहिँ आउने जाने कोही सचिवले रामभक्त अमात्य भनेको पाटन श्रीचण्डी स्कुलको हेडमास्टर अब हाम्रो चाहिँ छरछिमेकको मान्छेलाई उसलाई हटाएर म किन जानु म गएन ऊ चाहिँ छैन भन्दाखेरि चुप लागिबक्स्यो किनकि एज इफ चाहिँ अमात्य इज नट इन्ट्रेस्टेड भन्ने भयो होला त्यसकारण चाहिँ म चाहिँ त्यसरी किनकि म त चाहिँ एउटा वनस्पति विज्ञको नाताले दरबारमा छँदै अब एउटा वनस्पति विज्ञ एउटा दरबार छिरेर विशेष गरी राजाका बाँचेका थिए भने आजका राजाहरू सायद हैन त्यस्ता व्यक्तिहरूलाई पढाएर तिनीहरूको संस्कार तिनीहरूको विषयमा आज जुन एउटा जानकारी गराउनु हो यो सन्दर्भ एउटा यस्तो थियो कि 20 वर्ष पछाडि फर्केर हेर्दा धेरैले बिर्सिसकेका धेरैले को दिमागमा धुमिल हुँदै गएका दुईटा पात्रहरूको बारेमा र विशेष गरी दरबारको यो प्रसङ्गमा हामीलाई यहाँले आफ्ना केही कुराहरू राखिदिनु भयो हामी धेरै आभारी छौँ र तपाईँको अर्को एउटा व्यक्तित्व पनि छ यो बोटानिकल सेक्टरमा वनस्पतिको क्षेत्रमा यो विषयमा फेरि हामी अर्को कुनै दिन एउटा बसाइमा यसमा कुराकानी गर्नेछौँ र अन्तमा यति बेला चाहिँ के गर्दै हुन्छ यो प्रसङ्ग सकेर आजको हाम्रो गफकाफ हामी टुङ्ग्यौँ अब हरेक चिज टाइममा सोच्नुपर्छ मैले चाहिँ फर्केर चाहिँ म एउटा टिचिङ प्रोफेसनको मान्छे त्यहीँ फर्केर मैले चाहिँ आफ्नो स्कुल कलेजतिर लगेँ कलेज लगेर कान्तिपुर भ्याली कलेजको अहिले प्रिन्सिपल म चाहिँ बिबिए एमबिए इएमबिए र साइन्समा म साइन्स भएको हुनाले बायोटेक्नोलोजी प्लान्ट टिस्यु कल्चरको चाहिँ मैले अब जस्तै कि यो रोज यो गुलाब राम्रो भयो भनेदेखि हाँगाको एक टुक्राबाट मेरो आमाले यत्रो लामो ल्याएर बाउ हेर तेरो फुफ कहाँबाट ल्याएको भनेर गाड्ने एउटा बिरुवा भयो अनि जब म पढेँ त्यसलाई गोडावडीबाट म जापानमा जाँदाखेरि 3 नट्स ओके मिस्टर अमात्य भनेर 3वटा मात्र टुक्रा यतिले पुग्यो जापान किन सानो कन्ट्री भएको हुनाले मेटेरियल इज भेरी एक्सपेन्सिभ त्यसैले अनि गर्दा गर्दा जापानिजहरू
गरेर यति चाहिँ 1 नोट इज इनफ भनेर एउटा गाँठोले हजारौँ बिरुवा निस्कने है। अनि पछि त्यो बिरुवा सर्भाइभ हुन्छ त हुन्छ। मैले फर्केर चिनिया गुराँसमा चाहिँ 1 नोट सिङ्गल नोट कटिङ राखिदिएँ। सिङ्गल नोट कटिङ राख्दा समयले त्यो टिस्यु कल्चर ल्यायो। टिस्यु कल्चर ल्याइसकेपछि यति बेला तपाईँ एकातिर कलेजको एउटा पढाइमा व्यवस्थापनमा हुनुहुन्छ, सँगसँगै तपाईँको यो वनस्पतिको क्षेत्रमा पनि नयाँ नयाँ कुराहरू आविष्कार अथवा त्यसको खोज अनुसन्धानका विषयवस्तुहरूलाई पनि तपाईँले जोडिरहनु भएको छ। हामी अर्को दिन कुनै एउटा सन्दर्भ पारेर यो विषयमा हामी फेरि गफ गर्नेछौँ। ठिक छ। एउटा चाहिँ यो मैले चाहिँ अब मेसेजमा त जानै पर्यो। अहिले गरिराखेको ललितपुर मेट्रोपोलिटन सिटीको म चाहिँ एडभाइजर हो। महानगरपालिकाको चाहिँ तपाईँ वातावरण सम्बन्धी एडभाइजर पनि हुनुहुन्छ। चिरीबाबु महर्जनसँग अघिल्लो कार्यकालमा पनि हुनुहुन्थ्यो क्यारा? अघिल्लो कार्यकालमा पनि छु। अहिले त कन्टिन्यू नै भएको भयो है। त्यसकारण चाहिँ त्यो बेला मैले के भने हाम्रो मेयर साहबलाई, हेर्नुहोस् मेयर साहब, तपाईँ अब 29 वार्डको चाहिँ मेयर हुनुहुन्छ। तपाईँले चाहिँ यो तपाईँले हरेकमा चाहिँ मठ मन्दिरको मूर्तिहरू संरक्षण गर्नुपर्छ भने हो। फल्ना ठाउँमा चोरी भएको, बेलायतबाट आयो, अमेरिकाबाट आयो भनेर फेरि चाहिँ इस्ट्याब्लिस गर्नुभयो। तपाईँले चोरेर ल्याएको फिर्ता ल्याएर पनि त गऱ्यो नि। गऱ्यो भनेदेखि यो पिपल समी चाहिँ यो चाहिँ भगवान् हो कि होइन? पिपलको बोटा तपाईँ ठोक्नुहुन्छ कि हुन्न भने ठोक्छु उमार साहब भने म, किनकि म पनि टिचर हो, उहाँको पनि टिचर हो म। अहिले ठोक्छु उमार साहब भनेर पिपल समी राजवृक्ष यिनीहरूलाई हामीले संरक्षण गर्नको लागि 29 वार्डमा पुरानो रुख चाहिँ कति त लेखाजोखा गर्नु पर्यो। बेलायतमा मैले चाहिँ 6 पटक गइसकेँ। बेलायतमा चाहिँ च्याम्पियन ट्रिज भन्छ। यो च्याम्पियन ट्रिज वाज इभल्भ चाहिँ सुरु भएको 1946 मा अमेरिकाबाट, अफ्रिका गयो, 2003 मा युरोप आयो। त्यो गर्दा किनकि सबैले हेरिटेजमा राख्ने भनेर यो बहुमूल्य भनेको एक्जाम्पलको लागि एउटा दिन्छु तपाईँलाई। जाउल खेलमा चाहिँ भनिमण्डल जानेर एकान्त कुना जाने ठाउँ बिचमा चाहिँ एउटा ठुलो कर्पुरको रुख चाहिँ छ। त्यो कर्पुरको रुख त्यस्तो इन्जोयमेन्ट हामीले अहिले रुख लगाएर सक्दैन। त्यसैले द्याट सुड बी प्रिजर्भ। तपाईँले फुलले पनि त्यहाँ डिपार्टमेन्टल स्टोर बनाउने रुख काट्यो भनेर नभन्नुहोस्, किनकि त्यो चाहिँ सक्दैन। संरक्षण गर्नुपर्छ भन्ने हिसाब किताब। उसो भए के गरौँ, तपाईँले चाहिँ एउटा उसो भए चाहिँ एउटा प्रोजेक्ट चाहिँ बनाउँछु म। 29 वार्डभित्र कति चाहिँ छ, नाउँ के हुन्छ, च्याम्पियन ट्रिज अफ ललितपुर मेट्रोपोलिटन सिटी भनेर मैले चाहिँ 6 महिना टाइम लिएको। 4 महिनामा सकाएर मैले किताब हस्तान्तरण 185 पेजको किताब बनाइदिएँ। त्यो मेरो आत्मादेखि सन्तुष्ट भएको। अनि मेयर साहबले यो किताब 500 वटा छापेर सबै गाविस, सबै काठमाडौँ सबैमा दिन्छु, सबैलाई प्रिजर्भ गर्नुपर्छ। दर्शकवृन्द, आज हामीले पुष्पमान अमात्यसँग दरबार हत्याकाण्डको यो 21 वर्ष पुगेको अवसर पारेर दरबारका केही यस्ता पात्रहरूको विषयमा गफ गरौँ जसलाई उहाँले शिक्षा दीक्षा दिने काम गर्नुभयो। राजा वीरेन्द्र सँगसँगै उहाँसँग यात्रा गर्नुभयो। दिपेन्द्र, निराजन, श्रुति लगायतकासँगको नजिकबाट सम्बन्ध गर्नुभयो। उनीहरूका नेचर, उनीहरूको पढाइ र उनीहरूका व्यक्तिगत जीवनका पाटाहरूको विषयमा आज यहाँहरूसँग जानकारी गराउने उद्देश्यले पुष्पमान अमात्यसँग हामीले गफगाफ गऱ्यौँ। उहाँसँगको अर्को एउटा पाटो पनि छ जुन मैले अघि पनि प्रसङ्ग गरेँ। यो वनस्पतिको बिचमा टिस्यु कल्चरिस्ट पनि हुनुहुन्छ उहाँ। यो विषयमा फेरि अर्को कुनै दिन सन्दर्भबारे कुरा गर्नेछौँ। आजको सन्दर्भ यति नै। नमस्कार।